Ingokon sa pisewa pipisan. Church ko camping ako. On the road right now. बाबाई कस्तो छ त तुफान अरू मलाई बोलाएर ल्याउनु त Come on, brush. खोलाको पानीले बगाएर लैजाए मेरो नर्को पाके फोका फोकी यो पोतो यीशुको नाउँमा भयो पनि होला म जोसेफलाई चाहिँ खुवाउने बनाएर यहाँ छ त Let's go. What do you want to say? Let's go. What do you want to say? What do you want to say, Kansa? This is a fun day. ट्र्यास टिपे हुँदैछ अनि क्याम्पिङ एकदम राम्रो भइरहेछ अनि हिजो बेलुकाको बसाइ आज एक दिन छ फेरि थ्याङ्क यू सो मच विजय दाई फर दिस वन्डरफुल भ्यू I know where to go. No one mess with this camera. Alright, hurry, come. No, there's a better place over there. एकदम कस्तो भयो त भेना हिजोको रात क्याम्पिङ एकदमै फन भयो हामीले यहाँ फर्स्ट नाइट यहाँ स्पेन्ड गऱ्यौँ होइन एकदमै फन भयो अनि तर एउटा दुःख लाग्दो कुरो चाहिँ के हो भने हामीले कति मेम्बरहरू मिस गऱ्यौँ नि त हाम्रो एल्डर खड्का सिन्चुरी विष्णु बहिनीहरूको फ्यामिली यता सुरेश ब्रदरहरू उहाँहरूलाई हामीले एकदमै मिस गऱ्यौँ एकदमै फन हुँदो रहेछ होइन तर हामी चाहन्छौँ नेक्स्ट टाइम चाहिँ हामी फेरि एकचोटि होइन सँगै भेला भएर फेरि आउँ भन्ने हाम्रो चाहना छ त्यही भएर एकदमै फन भयो यो चाहिँ हाम्रो चाहिँ फर्स्ट एक्सपिरियन्स हो मेरो चाहिँ पर्सनल्ली मेरो पनि एकदमै
This is my very first experience. फर्स्ट एक्सपिरियन्स हो एकदमै फन हुँदो रहेछ यसरी आउटडोर यसरी नाइट स्पेन्ड गर्दाखेरि होइन एकदमै मजा लाग्यो मलाई त एकदमै अनि भेनालाई कस्तो फिल लाग्यो तपाईँलाई अब विदाउट इन्टरनेट होइन बस्दाखेरि अब हामी त घरमा भन्दा प्रायः 24 घन्टा होइन फोनमा हुन्छ अब यो क्याम्पिङमा चाहिँ विदाउट इन्टरनेट बस्दाखेरिको अनुभव चाहिँ तपाईँ कस्तो थियो पनि सुनाइदिनु यो चाहिँ मलाई ब्याक टु 90sतिर हाम्रो जुन समयमा चाहिँ फोन इन्टरनेटहरू केही पनि थिएन त्यो समयमा होइन अनि त्यतिखेर चाहिँ त्यो हुन्छ नि एउटा इन्टरेक्ट हुने गफसप हुने त्यस्तो हुन्थ्यो अहिले चाहिँ हिजोदेखि चाहिँ त्यो हामीले एक्सपिरियन्स गरिरहेको छौँ कि अब इन्टरनेट कसैको पनि यो एरिया त्यस्तो छ कि इन्टरनेट कसैको नचल्दो रहेछ त्यसो भए चाहिँ नानीहरू हेर्नुहोस् न सबै फन गरिरहेको छ यता यहाँ सानो खोला छ होइन त्यहाँ पनि उनीहरू आफू खेल्दै क्या इन्जोय गरिरहेको छ अनि यता आमा दिदीबहिनीहरू कुकिङहरू गरिरहनु भएको छ दाजुभाइहरू त्यतै स्पोर्ट्सहरू गरिरहनु भएको छ एकदमै फन कोही बेला चाहिँ मलाई चाहिँ यस्तो लाग्यो कि है हामी कोही बेला चाहिँ यो इन्टरनेटदेखि केही समय चाहिँ हामी टाढा रहँदा पनि एकदमै राम्रो हुन्छ जस्तो लाग्यो मेन्टली पनि फिजिकली पनि होइन हो चाहिँ मैले एक्सपिरियन्स गरेँ कि मैले पनि सेम थिङ होइन किनभनेदेखिलाई अब यो विदाउट इन्टरनेट बस्दा त्यसरी अब हामीसँग प्रशस्त टाइम हुन्छ क्या एकअर्कासँग गफ गर्ने इन्टरेक्ट गर्ने होइन पुरानो त्यो दिनको कुराहरू गर्ने तपाईँले हाम्रो जीवनमा गर्नुभएको कामहरू यसरी बसेर मजाले खुल्ला तारिफ गर्नु पाउँछ क्या मलाई एकदम बेस्ट लाग्यो विदाउट इन्टरनेट पो मलाई त भेना अझै मजा लाग्यो क्या मलाई पनि होइन मैले चाहिँ कतिचोटि अब यो इन्टरनेटले गर्दा अहिले संसार सानो बनाइदिएको छ नि त होइन अब हरेक कुराहरू हामी हेर्न देख्न सक्छौँ तर हामीलाई चाहिँ मान्छे चाहिँ दूरी बढाइदिएको छ क्या किनभने अब यो चर्चमै जाँदा विचार गरौँ न मान्छे अब सुनेर चर्च गयो सेवाकाई सक्यो कोहीसँग बोल्ने कुराहरू पनि हुँदैन चर्चमा बस्दा पनि फोनमा होइन ट्याब्लेटमा बिजी हुन्छ अब मान्छेसँग इन्टरेक्ट गर्दैन त्यति साह्रो तर कोही बेला चाहिँ यसरी इन्टरनेटदेखि हामीहरू टाढा बस्यो भने हामी धेरै राम्रो लाग्यो मलाई साह्रै मलाई त्यो कस्तो क्या भित्रदेखि दामी लाग्यो ल थ्याङ्क यू भेना अझै हाम्रो भोलि दिन छ आमेन जयमसी दिदी के बनिँदैछौ यहाँ माछा बनाउनलाई आमै र मामालाई सुप हालेर मण्डलीको दिदीबहिनीहरू हामी चाहिँ क्याम्पिङ आएको छौँ 2026 को मेमा 23 and 24 हाम्रो क्याम्पिङ हो दिदीबहिनीहरू केलाई सक्यो अब चाहिँ सक्यो साग छ तर यो साग मात्रै छ भनेर मौसम छैन त्यहाँनिर स्पेसल खुट्टा पनि पाक्दैछ अचार हामी चाहिँ हाम्रो मण्डली परिवारलाई मिस गरिरहेको छौँ कतिजना आउनु भ्याउनु भएन आफ्नो व्यस्तताले गर्दाखेरि सबैलाई मिस यु I don't know how you like the camping. It's good. It's not too good. It's like pretty hot. के होस् जाने बेलामा चाहिँ धन्दा क्या कतै हामीले चाहिँ तिमीले फेरि के गर्नु बाउ त्यस्तै सानो चुलाको दामी त छ हो दामी A1 त्यही भएर सेटेलाइट यो हाम्रोमा हुँदैन यो के अरे यो सुँगुरको खुट्टाको अचार कसले बनाएको त्यो अचार चाहिँ त्यो अचार चाहिँ सबैले मन परायो त्यो अचार चाहिँ सलमान माछा देउमायाले
बनाएको विशेष गरी खास गरी चाहिँ एलर्टन र अनि आमाको लागि मैले पनि पाइहालेको थिएँ माझीको फर्स्ट टाइम हो क्याम्पिङ यो फर्स्ट टाइम हो कस्तो लाग्दैछ त कस्तो हुँदो रहेछ एकदमै रमाइलो अनि यो कुखुराको मासु ल ठिक छ यो ओमाले बनाएको यो कुखुराको मासु अनि यो काटेको प्याज अनि यो बगडा चामलको यस भात उयो देखाउनु हुँदैछ जुम गरेर भात मात्रै धेरै ठुलो राख्छ ननिकाल्नु ल Lord, thank you, sir. Ooh, I'm behind. Easy. This one is easy. मेरो दुलहालाई म गाउँदै हिँड्नेछु उरिने आए अँध्यारो छाए उरिने आए अँध्यारो छाए Here, use this. Tripod.
आफ्नो पतिलाई छोडेर हामीसँग आउनु भएको छ थ्याङ्क यू सो मच अनि विशेष गरी यस्तो रसिङ होइन एमर्जेन्सी एज अ एमर्जेन्सी ठानेर उहाँले हाम्रो यो निमन्त्रणालाई होइन एकदमै स्वीकारेर आउनुभयो एकदमै धेरै धेरै धन्यवाद रेस्टलेस भएर पनि आइपुग्नु भयो यस्तो हतारमा होइन थ्याङ्क यू सो मच अनि म आफैलाई पनि थ्याङ्क यू सो मच मैले इन्जोय गरेँ होइन अब कसैलाई छुट्याएँ मैले यहाँ विशेष गरी देउमाया होइन मैले सोचिरहेको थिएँ फ्राइडे मर्निङ चाहिँ म एकदमै अब देउमाया किनभने आइनो ऊ कति धेरै उसको बाबाको विषयमा ऊ चिन्तित हुन्छ त्यो थाहा छ अनि त्यो भएको कारणले ल अब देउमाहरू पनि नजाने रहेछ कि क्या हो बिस्तारै बिस्तारै मैले भनेको धेरैजना एन्ड वी ह्याड सो मच फन अनि विजय भाइलाई चाहिँ विशेष गरी थ्याङ्क यू सो मच सानो प्रभुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यो चाहिँ 5 चोटि आउनुपर्छ सानो प्रभु अब तपाईँले आफै भन्नुभएको छ हालिदिनै पर्यो नि त्यही भनेको चाहिँ 5 चोटि हाल्छु म अझै प्रुफ होस् भविष्यमा दुई शब्द चाहिँ होइन जो जति यहाँ घट्नु भएको छ धेरै धेरै हाम्रो स्पेसली अनि हाम्रो आमाहरू अनि विशेष गरेर उमाको चिया चाहिँ साह्रै मिठो क्या हामी त खान्छौँ
सरसफाई परमेश्वरले के भन्नुहुन्छ योनालाई निनवेमा जा तैँले त्यहाँ गएर मेरो बारेमा प्रचार गर्नुपर्छ त्यहाँको मानिसहरू खराब छन् ती मानिसहरू नराम्रो बाटोमा लागेका छन् उनीहरू नष्ट हुँदैछ त्यही कारण परमेश्वरले भन्नुहुन्छ तँ जा योना तैँले त्यहाँ गएर के गर मेरो बारेमा बोल प्रचार गर ताकि तिनीहरू फर्किनु भन्छ तर योनाले के गर्छ भन्दा म जहिले भन्छु तपाईँलाई योनालाई मन पर्दैन जाँदा किनभने योनालाई त्यहाँको मानिसहरू मन पर्दैन थियो कहिले कहिले हाम्रो जीवनमा एक्ज्याक्टली त्यस्तै हुन्छ क्या कहिले कहिले को यो सबै दादाले बोक्छ ल कान्छ ए कान्छ कान्छ आइज ल यो आइज यो पक्रिन यहाँ मलाई हेल्प गर्दैन अब अर्को पालि कहिले आइन्छ चाँडै नै सबै एकैचोटि जाने यो छैन नि यस्तो अतिले गर्दा फेरि